नमस्कार। यो मैले भिडियो बनाउनुको मेन कारण के भने म अस्ति नेपाल जाँदाखेरि गाउँमा मेरो सोल्टीको आँगनमा 2वटा जापानिज कडुसको रुख रहेछ। उहाँले जापानिज कडुस हो यो र यसको फल एकदम महँगोमा बिक्री हुन्छ, 700 रुपियाँ किलो भन्छ र घर घरमै लिन आउँछ। यसको खेती हाम्रो गाउँमा नै हुँदो रहेछ र चाख्नु भनेर केही फलहरू टिपेर दिनुभयो र हामीले चाख्यो भने र त्यो कडुस जुन कडुस हामीले खाँदै गर्छौँ त्यो कडुसमा एकदम भिन्न स्वादको पाइयो र मैले भने होइन, जापानिज कडुस त यो होइन, जापानमा हामीले खाने जापानिज कडुस त यस्तो हुँदैन, हाम्रै गाउँको कडुस जस्तै हुन्छ, मात्र अलिकति फरक के छ त्यसमा भने यो दाना हाम्रो गाउँको कडुसमा भित्र एउटै दाना हुन्छ भने जापानको यो कडुसमा एउटा यो भित्र यो हरियो छ नि, काँडै काँडाले घेरेको, यो भित्र कुनैमा एउटा, कुनैमा 2टा र कुनैमा राम्रो फलेकोमा 3टा दानासम्म हुन्छ र पात पनि हाम्रो नेपालको कडुसको जस्तै हुन्छ र हाम्रो नेपालको कडुसको रुख चाहिँ एकदम ठुलो हुन्छ भने यहाँको कडुसको रुख चाहिँ झम्म परेको ठिक्क त्यो सायद त्यही टाइपको बनाएर होला त्यस्तो हुन्छ र हामीले बजारमा पनि एकदम यो कडुस किनेर खान्छौँ, मिठो हुन्छ, आँतिलो हुन्छ र प्याकेट आउँछ। जस्तै यो भित्र यो फोडेपछि हुन्छ फेरि यस्तो प्याकेट होइन, यस्तो प्याकेट हुन्छ यो चाहिँ र खाँदाखेरि ठ्याक्कै यो बनाएर आएको हुन्छ यस्तो। यो हो जापानको ओरिजिनल जापानिज कडुस र एकदम यो चाहिँ बोइल हो, हाम्रो नेपालले भुटेर बनाएको हुन्छ, एकदम टेस्टी हुन्छ र कडुस नै हो। तर गाउँको कडुस चाहिँ जुन जापानिज कडुस भन्थ्यो एकदम भिन्नै छ। त्यसैले किन बनायो यो भिडियो भन्दाखेरि मैले यो त जापानमा त मैले देखेको छैन, जापानिज कडुस भन्थ्यो तर मैले जापानमा देखेको छैन। जापानमा मैले देखेको कडुस भनेको जापानिज कडुस यही हो भनेपछि यस्तो हुन्छ भनेपछि उहाँले त्यसो भए भिडियो या कुनै फोटो भए पठाइदिनुहोस् न त, हामी नै हेर्छौँ भन्नुभयो। उहाँको लागि यो भिडियो बनाएको अन्यथा नलिनु ल, हेर्छु तपाईँले।